Hello guys and welcome back to the new video of Dynamic Physio र आज चाहिँ मैले लिएर आएको छु एउटा नयाँ भिडियो जस अन्तर्गत चाहिँ आज हामी चाहिँ KUSMS कलेजको चाहिँ टुर गर्न जाँदैछौँ KUSMS एज अ होल र तल धुलीखेल हस्पिटलको पनि टुर गराउने छु कुन ब्लकहरू हुन्छ कुन फ्याकल्टीहरूको चाहिँ यहाँ पढाइ हुन्छ त्यो सबै कुराहरू डिटेलमा एक्सप्लेन गर्ने छु त्यो भएको भएर भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला अनि त्यसपछि इच एन्ड एभ्री डिटेल्सको चाहिँ आई विल ट्राई टु गिभ द इन्फर्मेसन हैन त्यो भएको भएर भिडियोलाई चाहिँ लास्टसम्म हेर्नु होला है त KUSMS को हाम्रो प्ले क्लिनिकलको ब्लक चाहिँ सबै माथि चौकोटमा हुन्छ अनि चौकोटको बिल्डिङहरू चाहिँ यो चाहिँ रहेको छ हाम्रो MBBS को मेन हल भयो त्यसमा लेक्चर हलहरू हुन्छ त्यो देखाइएको भनेको होस्टेल बोइज होस्टेल जाने बाटो भयो अनि यो चाहिँ हाम्रो MBBS को लेक्चर हल हो अब यसपालिबाट चाहिँ 130 को इन्टेक हुँदैछ 130 स्टुडेन्ट्स इन MBBS 16 BDS अनि यो चाहिँ हाम्रो बास्केटबल कोर्ट हो भने अब यो चाहिँ हाम्रो क्यान्टिनको साइडबाट देखिने भ्यू हो जुन चाहिँ एउटा पुरै हिमालयन रेन्ज कभर भएको हुन्छ अनि त्यस पछाडि जसले गर्दाखेरि चाहिँ KUSMS आफैलाई चाहिँ अरू कलेजहरूभन्दा चाहिँ एउटा स्पेसल फिचर्स दिन्छ हैन अब कलेजको टुर गराइरहँदाखेरि चाहिँ हामी फर्स्टमा यहाँनिर जान्छौँ BDS को लेक्चर हल जान्छौँ BDS को लेक्चर हल चाहिँ यो तपाईँले देख्न सक्नुहुन्छ हाम्रो यो देखाइएको चाहिँ यो BDS को लेक्चर हल हो यसपालिबाट 60 इन्टेक हुँदैछ ल BDS मा पनि KUSMS मा र अब ल्याबहरूको टुर गराउँदा यो रहेको छ बायोकेमिस्ट्री ल्याब अब बायोकेमिस्ट्री ल्याबको सँगै रहेको छ हामीसँग फिजियोलोजी ल्याब बायोलोजी ल्याब बायोकेमिस्ट्री ल्याब र फिजियोलोजी ल्याब त भइहाल्यो अब हामी टुर गराउँछौँ तपाईँहरूलाई फार्माकोलोजी ल्याबमा यो चाहिँ रहेको छ हाम्रो फार्माकोलोजी ल्याब सँगै रहेको छ यहाँनिर अलिकति अगाडि जाँदाखेरि चाहिँ कम्युनिटी मेडिसिनको ल्याब जुन भनेको तपाईँले फर्स्ट इयर र सेकेन्ड इयरमा र थर्ड इयरमा अनि कम्युनिटी मेडिसिनको कुराहरू छ त्यो रहेको छ हाम्रो कन्स्ट्रक्सन साइडहरू यहाँ भइरहेको काम भयो अनि त्यस पछाडि भनेको हामी अब नयाँ माथि जस्तो पत्ताहरू चेन्ज गर्दै हुनुहुन्छ अनि अब हामी जान्छौँ एनाटोमी ल्याबभित्र एन्ड दिस इज आवर एनाटोमी ल्याब अनि अब चाहिँ हामी KUSMS मा कुन सब्जेक्ट पढाइ हुन्छ भनेर यहाँ छ लिस्टहरू यु गाइस क्यान सी इट अनि KUSMS को अर्को एउटा स्पेसल फिचर भनेको चाहिँ यो PBL ब्लक हो हैन अनि PBL ब्लकमा चाहिँ के हुन्छ त भन्दाखेरि PBL मा चाहिँ जस्तो हाम्रो प्रब्लम बेस्ड क्वेसन्सहरू आउँछ 10 मार्क्सको क्वेसन्सहरू हुन्छ त्योको मार्क्सको क्वेसनहरू चाहिँ हाम्रो PBL ट्युटर्सहरूको हेल्पबाट चाहिँ डिस्कसन हुन्छ डिस्कसन भइसकेपछि क्वेसन एन्सर सेसन अनि त्यस पछाडि यो छुट्टै लेक्चर जसलाई टाइम एलोकेट गरेको जस्तो नै एलोकेट गरिन्छ कि अनि माथि मैले त्यहाँ राखिदिएको छु एक्जाम सिस्टम चाहिँ त्यो चेक गर्न सक्नुहुन्छ हजुरहरूले कसरी क्वेसन आउँछ कस्तो कस्तो प्याटर्नमा आउँछ भनेर अनि यो चाहिँ हाम्रो रहेको छ माथि क्यान्टिनको चौकोटको माथि चौकोटको क्यान्टिन अनि चौकोटको क्यान्टिनबाट देखिने यो चाहिँ एकदम बवाल भ्यू हो यार अनि यो भ्यू चाहिँ पुरा हिमालको भ्यू घाम ताप्दै होइन जाडोमा घाम ताप्दै हेर्न सकिन्छ अनि चौकोटको क्यान्टिनको फिचर भनेको चाहिँ पर प्लेट 70 रुपिजमा चाहिँ खाना पाइन्छ अनि प्लेन खाना खाने हो भने चाहिँ तपाईँले 70 रुपिज पे गरेर चाहिँ खाना सक्नुहुन्छ ओके गाइस सी यु इन द नेक्स्ट भिडियो बाइ बाइ